गाइस ल यति बेला चाहिँ म यो तानसेन नगरपालिकाको डबलीमा छु है। यहाँ चाहिँ म फर्स्ट टाइम आएको। यस्तो बवाल बनेको रहेछ। अनि यो चाहिँ अहिले तपाईँको पब्लिकको लागि पनि खुलिसकेको रहेछ है। ल हेर्नु त अलिकति यहाँ जिप्सनको काम बाँकी हो कि यो चाहिँ रिपेयर गर्नुपर्ने देखियो है। अलिकति यहाँनिर भइसकेको रहेछ जिप्सनहरू चाहिँ अलिकति निस्क्या हो कि। यो चाहिँ तानसेन नगरपालिकाको डबली कस्तो बवाल रहेछ नि त आम्मामा यसको डिजाइन त है। यो चाहिँ स्टेज टाइपको रहेछ है। ल यहाँ हेर्नु त आम्मा यहाँनिर रहेछ अस्ति कार्यक्रम भएको पनि तपाईँको यो स्टेज भयो होइन। यस्तो मजाले बस्ने ठाउँ अनि यो चाहिँ खतरा लाग्यो मलाई। ल यहाँनिर हेर्नु न टक्क दुबो है अनि फेरि फ्ल्याग स्टोन अनि फेरि दुबो स्टेप है। कस्तो राम्रो रहेछ। ल हाम्रो तानसेनमा पनि यस्तो यस्तो चिज छ क्या गाइस। यो चाहिँ टोइलेटहरू यतातिर रहेछ। ल पुरुष महिला। म चाहिँ खास गरी अफिसबाट आउँदै थिएँ अनि त्यसपछि यहाँनिर अरू मान्छेहरू पनि टक्क देखेँ। अनि त्यो देखिसके पछाडि यहाँ जान पाउँछ होला भनेर त्यहाँबाट दाइलाई सोधेको पाउँदो रहेछ। किनभने दिस इज फर पब्लिक त्यो हिसाबले चाहिँ यहाँ आएँ। यो चाहिँ अलिकति जिप्सनहरू उक्किसकेको रहेछ। अलिकति यहाँनिर चाहिँ रिपेयर गर्नुपर्ने रहेछ है। नभए कस्तो सफा आमा डेन्जर छ त। यहाँबाट यस्तो बवाल भ्यू देख्छ गाइस। यहाँ पछाडिबाट माउन्टेनहरू मजाले देख्छ है। अनि हो र चाहिँ ल गाइस म तपाईँहरूलाई यहाँ अगाडिको क्यामेराबाट देखाउँछु। यो जिप्सनहरू चाहिँ तपाईँको पानी छुइयो होला क्या सायद। यस्तो भएछ। ल यस्तो भएछ गाइस। ल यो जिप्सन त है भयङ्कर गएछ नि त। यो केही त हुँदो रहेछ जिप्सनको। के हो यो फर्म हुँदो रहेछ। यस्तो फर्म हुँदो रहेछ। ल हेर्नु त ओहो के हो यो। चिलाउनु त चिलाउँदैन नि हात। यी जिप्सनहरू त ल यो चाहिँ गएछ है। यहाँ राखेको जिप्सन हो है। यो गएको रहेछ तर यस्तो बवाल के ल हेर्नु त। मलाई त डर पो लाग्यो यसको। यहाँनिर के हुँदो रहेछ भन्दा हल्का त्यो हुँदो रहेछ क्या तपाईँको। यहाँनिर कस्तो बवाल सफा है। यो अलिकति डेन्टिङ पेन्टिङ अनि यो रिपेयर गरिसके पछाडि त यस्तो दामी देख्छ। यहाँबाट फ्ल्याग स्टोन रहेछ 1 इन्चको जस्तो लाग्यो चाहिँ। ल हेर्नु 25 mm कस्तो राम्रो डिजाइन है। यहाँनिर यो खत्रै आर्किटेक्टले डिजाइन गरेको हुनुपर्छ क्या। तर ल यहाँ माथि यो कर्निस बुट्टा भन्छ गाइस यसलाई। यो चाहिँ कर्निस बुट्टा भन्छ है। कस्तो थिकनेस हेर्नु न कस्तो मजाले मिलाएर लगाएको छ। तर अलिकति कर्भहरू चाहिँ नमिलेको हो कि यही नै डिजाइन हो त्यो चाहिँ मलाई थाहा भएन है। यस्तो रहेछ। अनि यहाँबाट चाहिँ टक्क स्टेज। ल आमा यो त के बवाल छ यार। एउटा फोटो खिच्छु है मैले। बवाल ठाउँ रहेछ। ल हेर्नु तानसेनमा यस्तो चिजहरू है हामीले मिस गरिरहेको रहेछौँ। ल रिङटा लाग्यो कस्तो राम्रो है। कस्तो राम्रो स्पेसियस ठाउँ रहेछ। अनि तपाईँको चाहिँ प्रोग्रामहरू मलाई चाहिँ त्यो थाहा भएन है। यहाँनिर केही प्रोग्रामहरू गर्न पाउँछ कि पाउँदैन कसको पर्मिसन लिनुपर्ने हो के हो है। यहाँतिर त तपाईँको कस्तो मजाको कल्चरल प्रोग्रामहरू गर्न होइन। अनि जो नाट्य त्यो उहरू सांस्कृतिक कार्यक्रमहरू होइन त्यस्तो खालको गर्नलाई चाहिँ यो ठाउँ त एकदम पर्फेक्ट छ क्या गाइस। ल हेर्नु त यस्तो छ। ल कस्तो राम्रो डिजाइन। ल हेर्नु म तपाईँहरूलाई अर्को यतापट्टिबाट देखाउँछु है। यो हेर्नु न ल स्टेप दिस इज स्टेप यसरी हिँड्न मिल्यो यहाँनिर चाहिँ। अनि तपाईँको यो चाहिँ स्टेज। ल एम्बो अनि यहाँनिरबाट आइसके पछाडि तपाईँको यहाँ बिचबिचमा चाहिँ टक्क बस्ने ठाउँ यस्तो बस्ने ठाउँ रहेछ। अनि यो चाहिँ ग्रेटिङ। यो चाहिँ अलिकति यहाँनिर चाहिँ समस्या रहेछ गाइस। किनभने तपाईँको चाहिँ अलिकति यो चाहिँ अलिक ठुलो भयो कि यसको ग्यापिङ चाहिँ अलिक ठुलो भयो होइन। किनभने तपाईँको बच्चा बच्चीको खुट्टा चाहिँ छिर्न सक्छ यसमा। ठुलै मान्छेको पनि छिर्न सक्दो रहेछ। अनि यो चाहिँ स्टेज। ल यो चाहिँ अति डेन्जर छ यार। ल यहाँनिरबाट
अब यति यो बनिसके पछाडि जिप्सनहरू लाएर अनि यसलाई चाहिँ डेन्ट पेन्ट गरिसके पछाडि चाहिँ दिस वुड बी द पर्फेक्ट प्लेस होइन फर हुन्छ नि कल्चरल प्रोग्राम। यस्तो त हामी लायो ल मलाई चाहिँ। तपाईँहरू पनि आउनु भएको छैन नि यो ठाउँमा, आउँदा हुने रहेछ गाइस। अब यहाँदेखि पछाडि चाहिँ के छ ब्याक द स्टेज। ओहो ए यहाँ त के रहेछ ओइ अचम्म रहेछ गाइस यहाँनिर। ल यहाँनिर डेन्जर अचम्म रहेछ। यो स्टेजको मुनि पनि तपाईँको चाहिँ बेसमेन्ट टाइपको चाहिँ त्यो उ रहेछ क्या यहाँनिर। आम्बो ल ओ यहाँ त तरकारी सरकारी पकाउने ठाउँ रहेछ है, भात सात पकाउने ठाउँ रहेछ होइन। यहाँ जियोस् यहाँदेखि मुनि तपाईँको फेरि अर्को केही स्पेस रहेछ ल। यहाँदेखि मुनि त आमा स्टोर रुमहरू है यताउता रहेछ यार। अति खतरा डिजाइन रहेछ नि यहाँको। मान्छे देख्दाखेरि त बङ्कर रहेछ नि, बङ्कर टाइपको। ए ल यतातिर चाहिँ कहाँ पिच हुँदैछ है। यहाँ भट्टी यता रहेछ पछाडि। ल गाइस कस्तो दामी लाग्यो यो ठाउँ। म त जियोस् आएको रहन्छु यहाँ, देखिरहेको चाहिँ हो त्यता पारिबाट डबली भनेर देखिरहेको हो, तर आउने मौका चाहिँ मिलेको थिएन। आज चाहिँ टक्क अफिसबाट फर्किँदै गर्दा यहाँनिर स्वाट आइदिएँ म। क्या बवाल रहेछ। यो पछाडिको स्पेसलाई चाहिँ अलिकति युटिलाइज गर्न बाँकी रहेछ होइन, तपाईँको फुलहरू लगाएर त्यो गर्न बाँकी रहेछ। अरू त बब्बालै छ लगाइस। यस्तो दामी छ ल। यतिको ठाउँ भएपछि होइन के चाहियो भनेको तानसेनमा के छैन क्या। तानसेनमा सबै छ है। ल यस्तो बवाल फुल छ।